हेलो एभ्रिवान, वेलकम टु सीमा ब्लगिङ। तो हामीहरू कहाँ जानलाई रेडी हुँदैछु भनेको तो हिजोको ब्लग हो यो। तो सुजनको डान्स थियो। पहिला पनि यही सङमा भएको थियो, अहिले पनि फेरि यही सङमा हो। ड्रेस पनि त्यही हो, सबै त्यही हो, तर प्लेस मात्रै स्टेट मात्रै अलग हो। त हामीहरू जानलाई रेडी हुँदै थियो। मैले सुजनलाई रेडी गरिदिन्थेँ इभिनिङमा। त हाम्रो डान्स चाहिँ 7 बजी थियो, साँझ 7 बजीको। त मैले फटाफट सुजनलाई रेडी गरिदिन्थेँ। त उसलाई रेडी गर्नु यति डिफिकल्ट छ नि। वो भी स्पेसली काजल लगाउँदै पुज्दै बेचारालाई कति पोलिसक्यो आँखामा। छोडिदिनु भन्छ। अब राम्रो त पार्नु पऱ्यो। जस्तो गरेर रेडी भए आमा छोरी। त हामीहरू कस्तो देख्दैछु भन्नुहोस् है। प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु होला प्लिज। अगर ब्लग राम्रो लाग्यो भने हजुरहरूले प्लिज सब्सक्राइब गरिदिनु होला है। त अब दादाले लिनु आउँछ हामीलाई, हामी रोकिरहेछु। दादा आएपछि हामीहरू निक्लिन्छु। त अब हामी क्लासमा गएर भेटौँ है त। बाई बाई। त हामी क्लासमा पुगे, दादाले पुऱ्याइदियो हामीलाई। त हामी क्लासमा पुगे त अलिअलि टचअप गराउँदै थिएँ। त्यहाँबाट टचअप गराइसकेर त्यहाँबाट हामी जहाँ उयो छ डान्स प्रोग्राम छ त्यहाँनिर जाँदै थियौँ। यो जाँदा हेर्नु कस्तो सुन्दर डेकोरेसन गरेछ है मन्दिरमा, दुर्गा मन्दिरमा। त हामी यहाँ पुगे। अब प्रोग्राम सुरु हुन्छ एकैछिनमा। त प्रोग्राम सुरु भयो। 2-3टा प्रोग्रामको बाद चाहिँ सुजनको थियो। एकदम गाह्रो लागेर यसरी बसिरहेको थिएँ। त्यो गर्दा सुजनको डान्स पनि सुरु भयो। प्लिज मेरो सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। थ्याङ्क यू टु वाचिङ। सुजन डान्स गर्दा गिल्नु आँटेको थियो है। हेलो एभ्रिवान, प्लिज सब्सक्राइब गरिदिनु होला। बाई बाई।